नमस्कार, मध्याह्न टिभीमा यहाँहरूलाई स्वागत छ। तपाईं अहिले हेर्दै हुनुहुन्छ मध्याह्न खबर। म प्रियङ्का कामत। प्रारम्भमा मुख्य खबर। 25 बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद सम्पन्न। हिमाली क्षेत्र केन्द्रित जलवायु कोष स्थापना गर्न विश्वको ध्यानाकर्षण। मधेसका पूर्व अर्थमन्त्री र बागमतीका निलम्बित मेयर सहित 8 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर। माछा पोखरी निर्माणमा अनियमितता भएको अख्तियारको दावी। पेशीको जानकारी पत्रमा रवि र छविको हस्ताक्षर नभएपछि उच्च अदालत पोखरामा सुनवाई स्थगित। हस्ताक्षर नगर्नुको कारण र प्रतिवेदन सहित जानकारी गराउन आदेश। नयाँ कम्पनीमा जाँदा पनि विभागले पुनः श्रम स्वीकृति दिएकोमा व्यवसायीको आपत्ति। युरोपेली श्रम बजारलाई असुरक्षित बनाएको तर्क। र महिला टी20 विश्वकप एसिया छनौटको सुपर 3 मा नेपालले सोमबार युएईसँग खेल्दै ग्लोबल छनौटमा स्थान बनाउन युएईलाई जित्नै पर्ने दबाव। अब खबरको सिलसिला सुरु गरौं सगरमाथा संवाद सम्पन्न सम्बन्धी प्रसंगबाट। सगरमाथा संवादले हिमाली क्षेत्र केन्द्रित जलवायु कोष स्थापना गर्न विश्वको ध्यानाकर्षण गराएको छ। काठमाडौँमा 3 दिनसम्म चलेको सगरमाथा संवाद 25 बुँदे सगरमाथा कल फर एक्सन घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। घोषणापत्रमा जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको असरमा जलवायु वित्तको आवश्यकता भएकोले हिमाल केन्द्रित जलवायु केन्द्र स्थापना गरेर जानुपर्नेमा विश्व नेताहरू एकमत भएका छन्। सगरमाथा संवादले जलवायु परिवर्तनको समस्यासँग जुझ्न जलवायु वित्त परिचालन गर्न जोड दिएको छ। जलवायु परिवर्तनका समस्या भोगिरहेका हिमाली देशहरूले अनुदान स्वरूप वा सहुलियतपूर्ण ऋण पाउने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताइएको छ। साथै जलवायु वित्तको पहुँच र परिचालन विधि सरल हुनुपर्ने, विश्वको औसत तापमान 1.5 डिग्रीबाट बढ्न नदिनका लागि सबै राष्ट्रहरूले आफ्ना जलवायु योजना सशक्त बनाउनु पर्ने कुरामा घोषणापत्रले जोड दिएको छ। हरित अर्थतन्त्र बनाउन सबैको प्रयास जरुरी रहेको र पर्वत सम्बन्धी छलफलहरू थप विस्तार गर्दै लगिने कुरामा जोड दिएको छ। विपद पूर्व सूचना प्रणालीलाई अझै सशक्त र प्रभावकारी बनाउनेमा पनि सगरमाथा संवादले जोड दिएको छ। जलवायु परिवर्तनले बाढी, खडेरी, भूस्खलन र समुद्री सतह वृद्धि जस्ता जोखिम निम्त्याइरहेकाले हिमाली देशहरूका लागि छुट्टै कोष स्थापना, जलवायु वित्तको सरल पहुँच र निजी क्षेत्रको लगानी वृद्धिको प्रस्ताव पनि घोषणापत्रमा उल्लेख छ। हिमाली क्षेत्रमा बसोबास गरिरहेका समुदायहरूले हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे पनि जलवायु परिवर्तनको असमान प्रभाव बेहोरिरहेका छन्। यसलाई सम्बोधन गर्न जलवायु न्याय, स्थानीय आदिवासी, महिला, युवा, अपङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सहभागिता र पर्यावरणीय सेवाहरूको भुक्तानी संयन्त्र विकासमा जोड दिएको छ। सगरमाथा संवादमा विशेष रूपमा हिमाल केन्द्रित बहु सरकारवाला अन्तर्राष्ट्रिय मञ्च र ज्ञान केन्द्रहरू स्थापना गरी हिमाली समुदायको आवाज विश्व मञ्चमा पुर्याउने प्रतिबद्धता जनाइएको छ। सगरमाथा संवादले स्थायी रूपमा हिमालदेखि समुद्रसम्म जलवायु परिवर्तनको साझा चुनौती वकालत गर्न, सम्बोधन गर्न, दबाब दिन र विश्वव्यापी संवादलाई निरन्तर अगाडि बढाउने लक्ष्य राखिएको छ। मध्य प्रदेश सरकारका पूर्व मन्त्री विजय कुमार यादव सहित 8 जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। तत्कालीन अर्थमन्त्री यादव सहित 8 जनाले मिलुमतोमा सरकारी सम्पत्ति हानि, नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप सहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले बागमती नगरपालिका सर्लाहीमा तत्कालीन बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापा, उपप्रमुख लीला कुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, तत्कालीन योजना प्रमुख निरञ्जन लामिछाने, तत्कालीन योजना अधिकृत सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल तथा मध्य प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री विजय कुमार यादव, मध्य प्रदेश सरकार अर्थ मन्त्रालयका तत्कालीन कानून अधिकृत गोकुल भुजेल लगायत 8 जनालाई प्रतिवादी बनाएको छ। अख्तियारका अनुसार सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रमा संघीय सरकार र मध्य प्रदेश सरकारको करोडौं रकम माछा पोखरी निर्माण गरिएको थियो। त्यस क्रममा ठूलो मात्रामा अनियमितता भएको अनुसन्धानबाट देखिएको छ। उनीहरू विरुद्ध 56 करोड 71,07,292 रुपियाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दर्ता भएको सूचना अधिकारी यगराज रेग्मीले जानकारी दिए। आज मिति 2082 साल जेठ 4 गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती नगरपालिका सर्लाहीले सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रमा संघीय सरकार र मध्य प्रदेश सरकार समेतको करोडौं रकम
भुक्तानी लिदी माछा पोखरी समेत निर्माण गर्दा मिलेमतोमा सरकारी सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको भन्ने आरोपसहित आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। यसमा तत्कालीन बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापा, उपप्रमुख लीला कुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, तत्कालीन योजना प्रमुख निरञ्जन लामिछाने, तत्कालीन योजना प्रमुख सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल तथा मध्य प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री विजय कुमार, मध्य सरकार अर्थ मन्त्रालयका तत्कालीन कानुन अधिकृत गोकुल भुजेल लगायत 8 जनाका विरुद्ध 8 जनालाई प्रतिवादी बनाएर आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस अदालतमा मुद्दा दायर गरेको हो। यसमा कुल बिगो 56 करोड 71 लाख 7,292 रुपियाँ कायम गरेको छ। अख्तियारले मुद्दामा विभिन्न चरणमा तत्कालीन अर्थमन्त्रीले रकम उपलब्ध गराउने कार्यमा मध्य प्रदेश सरकारका अर्थ मन्त्रालयका विभागीय मन्त्री विजय कुमारले भूमिका खेलेको दाबी गरेको छ। उनले 2078 3 महिना 6 गतेमा निर्णय गरी अनुदान उपलब्ध गराउन MOU-मा आफैले एकल रूपमा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतसँग मर्यादालाई ख्याल नगरी हस्ताक्षर गराएको तथा कानुन अधिकृतको राय बमोजिम भनी मन्त्री परिषदमा पेश नगरी 30 करोड रुपियाँ अनुदान दिने निर्णय गरेको देखिएको अख्तियारले जनाएको छ। सहकारी ठगी सम्बन्धी मुद्दामा रासोपा सभापति रवि लामिछाने र पूर्व DIG छविलाल जोशीलाई पेशीको जानकारी दिने गरी गरिएको पत्रमा हस्ताक्षर नभएपछि उच्च अदालत पोखरामा सुनवाई स्थगित भएको छ। उच्च अदालतले पेशीको जानकारी दिन शुक्रबार कारागार कार्यालय रूपन्देहीलाई पत्र लेखेको थियो, तर कारागार कार्यालयले आइतबार पत्र लेख्दै रवि र छविको हस्ताक्षर नभएको उल्लेख गरेको थियो। सोही पत्रका आधारमा उच्च अदालतले आजको पेशी स्थगित गरेको हो। उच्च अदालतका मुख्य न्यायाधीश रत्न बहादुर बागचन्द र न्यायाधीश मिलन रायको संयुक्त इजलासले पेशीको जानकारी नहुनुको कारणबारे खुलाउन कारागार कार्यालय रूपन्देहीलाई पत्र लेख्ने भन्ने आदेश दिएको छ। उक्त पत्रमा पेशीको जानकारी गराइएको पत्र बुझ्न इन्कार गरेको वा अन्य कारण हस्ताक्षर नभएको हो। सोही बेहोराको प्रतिवेदन सहित जानकारी गराउन समेत अदालतले आदेश दिएको छ। यो सँगै अदालतले 2080 असोज 18 गते जिल्ला अदालत कास्कीमा दायर भएको सहकारी ठगी सम्बन्धी मुद्दाको अभियोग पत्र सहितको सक्कल मिसिल र 2081 पुस 5 गते दायर भएको थप अभियोगको अभियोग पत्र सहितको सक्कल मिसिल झिकाउन समेत आदेश दिएको छ। राष्ट्रिय मानवाधिकार आयोगले गत चैत 15 गतेको तीनकुने घटना सम्बन्धमा आयोगले अनुसन्धान पूरा गरेको बताएको छ। तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकका परिवारको ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मन्जु खतिवडाले उक्त घटना गम्भीर विषय भएकाले द्रुत गतिमा अनुसन्धान सम्पन्न भएको जानकारी दिइन्। उनले अनुसन्धानको निष्कर्ष सहित केही दिनभित्र सार्वजनिक गर्ने आयोगले तयारी गरिरहेको जानकारी दिइन्। उनले अनुसन्धानबाट निकालिएको निष्कर्ष र राज्यले पूरा गर्नुपर्ने दायित्व सहित मृतकका परिवार र घाइतेलाई के गर्नुपर्छ भन्ने सुझाव समेत आउने बताइन्। यो चाहिँ रेगुलर इन्भेस्टिगेसन भन्दा पनि यसलाई त्यो फास्ट ट्र्याकमा अनुसन्धान हुनुपर्छ, यो गम्भीर विषय हो भनेर आयोगले एकदम गम्भीरताका साथ लिएको विषय हो। यो अनुसन्धान गरिरहेको छु। अनुसन्धान हाम्रो अस्ति फ्राइडे फाइनल भयो, आज सन्डे हाम्रो फ्राइडे फाइनल भएर रिपोर्ट दर्ता पनि गरिसकेका छौँ। अहिले मेरो टिम चाहिँ यही प्रिन्टमा व्यस्त छ कि अब इलेक्ट्रोनिक मात्रै बुझाएर हुँदैन, प्रिन्ट गर्छ बुझाउनुपर्छ, प्रिन्ट गर्नमा व्यस्त छ होइन। आज सायद 1-2 दिनमा हामी यो कुरा मिडियामा लिएर आउँछौँ। हामीले के देख्यौँ, हामीले के पायौँ र हामी राज्यलाई के कुरामा हामी ध्यानाकर्षण गराउँछौँ, के गर्नुपर्छ, मृतकको परिवारलाई के गर्नुपर्छ, त्यसमा घाइते भएका छन्, डिफ्रेन्ट क्याटेगोरीका घाइते भएका छन्, घाइतेलाई के गर्नुपर्छ होइन। एउटा आन्दोलनमा सरिक नभएका व्यक्तिहरू चाहिँ घाइते भएका छन्, यी सबै कुराहरूलाई हामीले स्पेसिफिक रूपमा एउटा राज्यलाई जवाबदेही बनाउनको लागि हामी गरिसकेका छौँ भन्नुपर्छ। आजको दिनमा मैले बोल्नुपर्दा अलरेडी फिनिस इन्भेस्टिगेसन। यो पनि हामीले कसरी गऱ्यौँ भन्दाखेरि चाहिँ यो हाम्रो यहाँ भएको रेगुलर ह्युमन रिसोर्सबाट भन्दा पनि कतिपय मेडिकल लिगल पार्टहरूमा हाम्रो एक्सपर्टिज नपुग्न सक्छ। कस्तो किसिमको गोलीको घाउ हो, कस्तो किसिमको छर्रा लागेको हो भन्ने कुराहरू त हाम्रो एक्सपर्टिजले नभ्याउनु पनि सक्छ।
त्यसको लागि हामीले बाहिरबाट एक्सपर्ट हायर गरेर हैन 2 जना हामीले यसमा विज्ञहरू हायर गरेर एउटा कमिटी बनायौँ। त्यो कमिटीले हामीले सम्पूर्ण काम सकिसकेको छ। मानव अधिकार आयोगले अलिकति हतारमा चाहिँ गर्दैन, किनभने इनडेप्थ हामीले फ्याक्टहरू एभिडेन्सहरू कलेक्सन गर्नुपर्ने हुन्छ, केही समय लागेको हो। हाम्रो इन्भेस्टिगेसनको काम सम्पन्न गरिसकेका छौँ। 1-2 दिनमा हामी फाइन्डिङ्सहरू मिडियामा लिएर आउँछौँ। प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार रजतकी श्रीमती सुजनले उक्त घटना योजनाबद्ध षड्यन्त्रमूलक वा अन्य कुनै आपराधिक कार्यबाट हुन गएको आशंका गर्दै न्यायोचित छानबिनका लागि आयोग समक्ष आग्रह गरिन्। अब वैदेशिक रोजगार विशेषको पालो। विदामा घर आएका कामदारलाई पहिलेको भन्दा फरक नयाँ कम्पनीमा जाँदा पनि वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृतिको सुविधा दिएकोमा वैदेशिक रोजगार व्यवसायीहरूले आपत्ति जनाएका छन्। यसले खास गरी युरोपेली श्रम बजारलाई असुरक्षित बनाएको उनीहरूको तर्क छ। शुक्रबार नवनियुक्त महानिर्देशक भट्टराईलाई बधाई तथा शुभकामना दिएको एकीकृत वैदेशिक रोजगार व्यवसायी संस्थाका सचिव अनिल बोगटीले पहिलेको भन्दा फरक र नयाँ कम्पनीमा जाँदा पनि वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति दिने काम वैदेशिक रोजगार ऐन विपरीत भएको र उक्त काम विभागबाट कसरी भइरहेको छ भनेर चलखेलको आशंका सहितको प्रश्न उठाए। व्यवसायीहरूले आफूहरूलाई 2 करोडदेखि 6 करोड रुपियाँ धरोटी बैंक ग्यारेन्टी राखेर इजाजत दिने, तर विभागले पहिलेको भन्दा फरक र नयाँ कम्पनी जाँदा पनि पुनः श्रम स्वीकृतिको सुविधा दिने हो भने वैदेशिक रोजगार क्षेत्रलाई असुरक्षित बनाएको दोष विभागले लिनुपर्ने भनाई पछिल्लो 2 हप्तामा भेटेका व्यवसायीहरूले राखेका छन्। महानिर्देशक भट्टराईले व्यक्तिगत पहलमा रोजगारीमा जाने र सो अनुसार श्रम स्वीकृति लिने विषय स्वाभाविक भए पनि फरक कम्पनीका लागि पनि पुनः श्रम स्वीकृति दिएको विषय आफ्ना लागि अध्ययनको विषय भएको भन्दै त्यसलाई गम्भीर रूपमा लिने प्रतिबद्धता व्यक्त गरेका छन्। अब खेलकुदको पालो। आईसीसी महिला टी20 विश्वकप एसिया छनौट अन्तर्गत सुपर 3 मा नेपालले सोमबार यूएईसँग प्रतिस्पर्धा गर्दैछ। सुपर 3 को पहिलो खेलमा थाइल्यान्डले यूएईलाई हराएको छ। आइतबार बिहान भएको खेलमा थाइल्यान्डले यूएईलाई 54 रनले हराउँदै ग्लोबल छनौटमा स्थान बनाएको हो। अब नेपाल र यूएई मध्ये एक टोलीले ग्लोबल छनौटमा स्थान बनाउनेछन्। त्यसकारण सोमबार हुने नेपाल र यूएई बीचको खेल नै निर्णायक हुने भएको छ। उक्त खेलमा दुवै टोलीले जित्नै पर्ने दबावमा हुनेछन्। नेपालले यूएईलाई हराएमा एक खेल अगावै ग्लोबल छनौट पुग्ने निश्चित हुनेछ। यदि सोमबारको खेलमा यूएई विजयी भएमा नेपालले अर्को खेलमा थाइल्यान्डलाई हराए पनि पर्याप्त हुने छैन। यूएईको 8 अङ्क हुनेछ र नेपालले थाइल्यान्डलाई जिते पनि 7 अङ्क मात्र हुनेछ। यदि खेल वर्षाले रद्द भएमा भने नेपाल र थाइल्यान्ड बीचको अन्तिम खेल निर्णायक बन्नेछ। हाल नेपालको 5 अङ्क र यूएईको 6 अङ्क छ। भोलिको खेल वर्षाले रद्द भएमा नेपाल 6 र यूएई 7 मा हुनेछन्। यस्तोमा थाइल्यान्डलाई हराएर नेपाल अगाडि बढ्नेछ। अन्तिममा मुख्य खबर पुनः एकपटक। 25 बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद सम्पन्न, हिमाली क्षेत्र केन्द्रित जलवायु कोष स्थापना गर्न विश्वको ध्यानकर्षण। मधेसका पूर्व अर्थमन्त्री र बागमतीका निलम्बित मेयर सहित 8 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर, माछा पोखरी निर्माणमा अनियमितता भएको अख्तियारको दावी। पेशीको जानकारी पत्रमा रवि र छविको हस्ताक्षर नभएपछि उच्च अदालत पोखरामा सुनवाई स्थगित, हस्ताक्षर नगर्नुको कारण र प्रतिवेदन सहित जानकारी गराउन आदेश। नयाँ कम्पनीमा जाँदा पनि विभागले पुनः श्रम स्वीकृति दिएकोमा व्यवसायीको आपत्ति, युरोपेली श्रम बजारलाई असुरक्षित बनाएको तर्क। र महिला टी20 विश्वकप एसिया छनौटको सुपर 3 मा नेपालले सोमबार यूएईसँग खेल्दै ग्लोबल छनौटमा स्थान बनाउन यूएईलाई जित्नै पर्ने दबाव। अहिलेलाई मध्याह्न टिभीको खबर यति नै। मध्याह्न दैनिकका यी सहित अन्य विस्तृत खबरका लागि www.madhyanadaily.com लगइन गर्न सक्नुहुनेछ। साथै अन्य खबरहरू मध्याह्न दैनिकका सामाजिक सञ्जालहरूमा पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ। आजलाई म सहित सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।